हो नमस्कार आदरणीय नमस्कार दर्शकबिनहरू म आज टिभी ग्राउन्डमा आएको छु र यहाँ धेरै हाम्रो पारस खड्काजीले लगानीतर्फ र मेयरको तर्फ धेरै उत्साहित माइक चेन्ज गर्छ एकछिन उत्साहित छौँ हामी। अब हाम्रो टिभी ग्राउन्डको वास्तविकता यो छ चरित्र हेर्नुहोस् हाम्रो चित्र गरिरहेको छौँ हामीले हेर्नुहोस् यो प्याराफिट बन्दैछ यो हाम्रो लगभग 2-3 करोड लागिसकेको छ। उहाँ पनि छ हाम्रो सानो प्याराफिट यता वाल निर्माण भइरहेछ बल धेरै बाहिर गएको कारणले। अनि यो चाहिँ हाम्रो ड्रेसिङ रुम भयो त्यो शौचालय बनाएको नयाँ घाँस यसो छ डनमाइन आउनु होला। हाम्रो पिच कस्तो छ कन्डिसन अब धोतीले कस्तो काम गरेन हेर्नुहोस् रड पनि चोऱ्यो भन्ने हल्ला छ साउन्ड आयो कि आएन। अब हामी यहाँ हेर्नुहोस् हाम्रो यहाँ बस्ने ठाउँ पहिलाको प्याराफिट एनपिएल भन्दा 2024 एनपिएलको प्याराफिट त्यस्तो थियो। हामी धेरै अब दुःख लाग्यो हाम्रो नेपालको प्याराफिट यस्तो थियो थिएन। यो चाहिँ टायर रहेछ छोटिङ तेल टायर अहिले हामी पिचतर्फ लाग्यौँ धेरै दिन भयो नखेलेको हामी लगभग एनपिएलबाट खेलेको छैनौँ। हामी ट्रेनिङ पनि हाम्रो मूल पानीमा हुन्छ आजकल मूल पानी अलि माथि छ अलि त्यहाँ हल्का अलि सिचालो ठाउँ छ। अस्ति हाम्रो पानी परेको बेला चाहिँ अन्डर 19 भएको थियो हामी पनि खेलेको अन्डर 19 को क्याप्टेन हो म। अनि पिच पनि छ पिचमा आउन लागिसक्यो पिचको दुरी पनि धेरै छ ल भनेपछि यहाँ तातो छ पानी पुगेको छैन पानी हाल्न पर्ने भयो क्यान ग्राउन्डतिर लागौँ। अब पानी हाल्न पर्ने छ है क्यान तपाईँलाई भनिरहेको छु मैले र हाम्रो म्यानेजमेन्टलाई पनि मैले गाली गर्न नपऱ्यो। अब न्युज रिपोर्टर पनि काम गर्थेँ पहिला 10सम्म त्यहीँ पढेको हो न्युज रिपोर्टर पिच यही होला सायद समथिङ यही हो यो चाहिँ बलिङ होला सायद काम नभएको कारणले हाम्रो पिच पनि भएको छैन। हेर्नुहोस् यो पिच कन्डिसन धेरै छैन उता देख्न सक्नुहुन्छ तपाईँले हाम्रो यो बस्ने ठाउँहरू हुन्छ अलि देखाउँछु म तपाईँलाई। वहाँ खर छ हामीले खर पनि बेच्छौँ टिभी ग्राउन्डबाट इन्कम भएको जति खरसार बेचेर हामीले यहाँ कमाइ होस् भनेर नेपाल सुपर लिग पनि यहाँ गराउँछौँ पोस्ट देख्न सक्नुहुन्छ एनपिएल नेपाल सुपर लिग सबै हुन्छ कबड्डी पनि हुन्छ यहाँ। यो पिच कन्डिसन हेर्नुहोस् यो बलको चैले रहेछ यो एनपिएलको टाइममा खेलेको बलको चैला आउनुहोस् स्टेमतिर लैजान्छु तपाईँलाई। उहाँ दर्शकले नै हेर्नुभयो मेरो फ्यानहरू हुनुहुन्छ म धेरै पत्रकारिता धेरै पहिले नै आएको। यो पिच कन्डिसन बबाले रहेछ राम्रै छ यहाँ हल्का डनमा नै यो पोइन्टमा खोर भएछ अलि धुम्ला केही छैन। यो चाहिँ भयो हाम्रो बााउन्सर लेन्थ भयो गुड लेन्थ भयो स्लटको बल हो स्लटको बल मैले फेरि उहाँ पुऱ्याउँछु बाटोमा पुऱ्याउँछु देख्नुहोस् अलिक देखाउँछु तपाईँलाई। तपाईँ किपरको होला एमएस धोनी एक दिन एमएस धोनी नै आएका थिए एमएस धोनी स्टेपिङ गरेको ठाउँ यही हो 0.2 सेकेन्ड बस्ने ठाउँ चाहिँ तर्फ लाग्यो। तपाईँले धेरै भन्दा धेरै एउटा हाम्रो समास लुवानी भन्ने केटा थियो यहीँ इन्जर्ड भएको हुनु विगत 2 वर्ष भइसक्यो उनको 5 लाख सहयोग गरिदियौँ अस्ति हामीले। उनको खुट्टामा अलि दुईचोटि सर्जरी भयो 2चोटि सर्जरी कारण नेपाल क्यान डुब्न लागिसक्यो उनलाई अब सरकारी अस्पतालमा हाल्न पर्ने अवस्था छ। यो चाहिँ हाम्रो क्यानको गेट हो देखाइदियो त यो चाहिँ हाम्रो रनिङ किट यहाँ सहयोगतर पनि आएका थिए विगतमा सहयोगतरको अलि नाम चेन्ज गरिसक्यौँ त्यो के अरे पाकिस्तानको टेरिस्ट अट्याकपछि हामीले सहयोगतरको नाम शिव अधिकारी राखिदिएका छौँ। क्यामेराम्यान सन्तोष पौडेलको साथमा करम छेत्री अन्त माइक यो चाहिँ हाम्रो पिच थियो पहिला हामीले बााउन्ड्री सारेछौँ किनकि अब एनपिएलको टाइममा अब बच्चाहरूको लागि चिपलेटी यो 400को टिकट होइन अलिक महँगै हो 500को टिकट किनकि यहाँ चिपलेटी पनि छ नि त। अब यहाँ सिक्युरिटी धेरै छैन ऊ त्यो 500को 300को टिकट हो यो 300को टिकट ऊ रुख पनि छ हाम्रो ऊ सरिफा हो क्या त्यो सरिफा होइन त ऊ सरिफा पनि छ सुविधा छ। अब यो सिसोको बुट भयो यहाँ चढेर हेरिरहेको थिएँ अस्ति यहाँ एनपिएलहरूको मान्छे यही हो उतुरुको एनपिएलहरूको देख्न सक्नुहुन्छ ताक्लु दाइले त्यहाँ कमेडी गरिरहेको थियो त्यो त्यही हो भने। अब यो पनि हो यहाँ कतिजना लगभग 5000 अट्ला हुने हो। यो चाहिँ हाम्रो अस्ति सिसा फुटाएको जिमिनिसमले हानेका थिए एउटा चौका छक्का सिसा फुट्यो उहाँ पैसा देखाएन अब अर्को एनपिएलमा आएपछि लुट दिन माग्नुपर्छ सिसा फेरि पैसा छैन। अहिलेले नै अस्ति हाने जस्तो लाग्छ उता टिनमा टिन कुच्ची रहेछ हल्का त्यही हो दिदीले हानेको। अब हाम्रो ड्रेसिङ रुमतर्फ क्यानको मिटिङ छ हरिराम हाम्रो भनामै देख्छ